क्यामोमाइल भन्ने फुल हो। यसको विभिन्न प्रयोग छ, जस्तै चियामा छ, यसको चाहिँ तेल निक्लिन्छ, पर्फ्युम बन्छ, अरू कस्मेटिकहरूमा अनि आयुर्वेदमा धेरै चिजमा प्रयोग हुन्छ। तर अहिले चाहिँ विशेष गरेर नेपालमा यसको चाहिँ क्यामोमाइल टी, यसको चिया, क्यामोमाइलको एउटा चाहिँ चिया खाने एउटा खास गरेर सहर बजारमा विशेष गरेर काठमाडौँको बजारमा अहिले क्यामोमाइल टी भनेर व्यापक बिक्री हुन्छ। अहिले यसको होलसेल मूल्य 3 देखि 4,000 रुपियाँसम्म एउटा बिक्री भइरहेको छ। फुटकर मूल्य त यसको 50 ग्रामको चाहिँ 400-500मा नि बिक्री भइरहेको छ होइन। त्यसो भएको हुनाले अहिले चाहिँ व्यापक रूपमा यसको चाहिँ चियाको छ। यसको चाहिँ राम्रो बास्ना पनि आउँछ, एकदम अरोमा चाहिँ राम्रो छ र स्वास्थ्यको लागि यसले चाहिँ तपाईँको ब्लड सुगरको लागि, ब्लड प्रेसरको लागि पनि रेगुलेट गर्ने, अनि हार्ट मुटुको लागि पनि, अरू स्किनको लागि पनि धेरै चिजको एउटा चाहिँ तपाईँहरूले यसले सामान्यतः क्यामोमाइल हेल्थ बेनिफिट भनेर चाहिँ तपाईँले गुगलमा सर्च गर्नु भने यसका सबै कुराहरू तपाईँले त्यतिखेर पाउनुहुन्छ। र यसको खास गरेर मुख्य खर्च भनेको यसको टिप्नीमा खर्च आउँछ, रोप्नेमा हुन्छ। त्यसो गर्दाखेरि यो चाहिँ लगभग 5-5.5 किलो चाहिँ सुकाउँदाखेरि 1 किलो हुन्छ। धन्यवाद।